के तपाईलाई थाहा छ दशैं नेपालको सबैभन्दा महत्त्वपूर्ण चाड हो जुन हरेक वर्ष देशभरि नै लाखौं मानिसहरूले मनाउने गर्दछन्। यस भिडियोमा तपाईले दशैं, यसको सांस्कृतिक महत्त्व, परम्परा र नेपालका विभिन्न क्षेत्रहरूमा यसलाई कसरी मनाइन्छ भन्ने बारे जान्नु हुनेछ। नेपाल बाहिरका धेरै मानिसहरूले दशैंको गहिराई र महत्त्व साथै नेपाली संस्कृतिमा यसको प्रभावलाई पूर्ण रूपमा नबुझेको हुन सक्छ। दशैं, जसलाई विजया दशमी पनि भनिन्छ, नेपालभर मनाइने एक प्रमुख हिन्दू पर्व हो र यो नराम्रोमाथि राम्रोको विजयको प्रतीक हो। यो त्यस्तो समय हो जब परिवारहरू एकसाथ आउँछन्, बन्धनलाई बलियो बनाउँछन् र ठूला व्यक्तिहरूबाट आशीर्वाद लिन्छन्। यो पर्व सामान्यतया असोज वा कार्तिक महिनामा पर्छ, जुन चन्द्र पात्रोमा निर्भर गर्दछ। दशैंको सांस्कृतिक महत्त्वलाई अतिरञ्जित गर्न सकिँदैन। यसले नेपाली जीवनशैलीमा गहिरो रूपमा जरा गाडेको छ। धेरैका लागि दशैं केवल एउटा चाड मात्र होइन, यो उनीहरूको सम्पदा र परम्परासँग जोडिने एउटा तरिका हो। दशैंको तयारी हप्ता दिन अगाडिदेखि नै सुरु हुन्छ। घरहरू सफा गरिन्छन् र रङ्गीन ढाँचा र फूलहरूले सजाइन्छन्। यो महोत्सव आफैमा हेर्न लायक दृश्य हो, जहाँ जुलुस, संगीत र नृत्य प्रस्तुतिहरू केन्द्रबिन्दुमा हुन्छन्। यसको मूलमा दशैं देवी दुर्गाको पूजाको बारेमा हो, जो नारी शक्तिको मूर्त रूप हुन् र आफ्नो शक्ति र सुरक्षाको लागि सम्मानित छन्। देवी दुर्गाको पूजाबाट यो अनुष्ठान सुरु हुन्छ, जहाँ भक्तहरूले उनको आशीर्वाद लिन प्रार्थना र बलिदान चढाउँछन्। पारिवारिक जमघट दशैंको अभिन्न अङ्ग हो, जहाँ प्रियजनहरू खाना खान, उपहार आदान प्रदान गर्न र सम्बन्ध बलियो बनाउन भेला हुन्छन्। यो पर्व दशैंको लागि विशेष गरी तयार पारिने सेलरोटी अर्थात् गहिरो तारेको चामलको डोनट र चिउरा अर्थात् चपटे भात जस्ता मुखमा पानी आउने स्वादिष्ट परिकारहरूका लागि पनि प्रसिद्ध छ। यी परम्परागत परिकारहरूले उत्सवको वातावरणमा रौनक थप्छन् र प्राय छिमेकी र साथीहरूसँग बाँडिन्छन्। टीका समारोह सायद दशैंको सबैभन्दा भावनात्मक र महत्त्वपूर्ण भाग हो। यस समारोहमा वृद्ध वृद्धाले परिवारका साना सदस्यहरूको निधारमा टीका भनिने विशेष सामग्री टाँस्दछन्। उनीहरूको कल्याण र समृद्धिको लागि आशीर्वाद माग्छन्। यो क्षणले परिवारहरूभित्रको भावनात्मक बन्धन र एकतालाई प्रदर्शन गर्दछ, किनकि यो प्रेम, सम्मान र एक पुस्ताबाट अर्को पुस्तामा आशीर्वाद हस्तान्तरणको प्रतीक हो। टीका समारोहले नेपाली संस्कृतिमा परिवार र परम्पराको महत्त्वको मार्मिक सम्झना गराउँछ। यो त्यस्तो क्षण हो जसले सबैलाई एकै ठाउँमा ल्याउँछ, आफ्नोपन र समुदायको भावना जगाउँछ। यो समारोह सामान्यतया उपहार र शुभकामनाको आदान प्रदान सँगै हुन्छ, जसले पारिवारिक सम्बन्धलाई अझ बलियो बनाउँदछ। निष्कर्षमा दशैं केवल एक चाड मात्र होइन, यो नेपाली संस्कृति र सामुदायिक भावनाको उत्सव हो। यो पर्वले पारिवारिक एकतालाई अझ बलियो बनाउनका साथै माया र सम्मानलाई अभिवृद्धि गर्ने गर्दछ। दशैंले नेपाली परम्परा र संस्कृतिमा एउटा महत्त्वपूर्ण स्थान ओगट्दै आइरहेको छ। नराम्रोमाथि राम्रोको विजयको प्रतीकको रूपमा मनाइने दशैं नेपालको एउटा महान पर्व हो। यदि तपाईले दशैंको बारेमा जानेर आनन्द महसुस गर्नुभयो भने नेपाली पर्वहरूको बारेमा अन्य भिडियोहरू पनि हेर्न नबिर्सनु होला र आफ्नो विचारहरू तल कमेन्टहरूमा छोड्नु होला। धन्यवाद।